महावीर पुन नेपाली समाजका लागि केवल एक व्यक्ति मात्र नभई एउटा सोच र अभियानका प्रतीक हुन्। उनी राजनीतिमा प्रत्यक्ष होमिएको अवस्थामा वा उनको भिजनलाई समर्थन गर्ने सन्दर्भमा उनलाई किन साथ दिनुपर्छ भन्ने कुराका केही मुख्य कारणहरू तल दिएका छन्। 1. मौलिक आविष्कार र अनुसन्धान, इनोभेसन एन्ड रिसर्च। नेपाल जस्तो विकासोन्मुख देशमा परम्परागत राजनीतिले मात्र परिवर्तन सम्भव छैन। महावीर पुनले सधैँ आविष्कार र प्रविधिलाई देश विकासको मेरुदण्ड मान्दै आएका छन्। उनलाई जिताउनु वा साथ दिनु भनेको नेपालमै केही नयाँ वस्तुको उत्पादन गर्ने र प्रविधिलाई प्रोत्साहन गर्ने सोचलाई जिताउनु हो। 2. युवा र प्रतिभाको पलायन रोक्न, स्टपिङ ब्रेन ड्रेन। दक्ष जनशक्ति र युवाहरू रोजगारीका लागि विदेशिनु नेपालको ठूलो समस्या हो। महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नेपाली युवाहरूको प्रतिभालाई स्वदेशमै प्रयोग गर्ने वातावरण सिर्जना गरेको छ। उनलाई नीति निर्माण तहमा पुर्याउनु भनेको हजारौं दक्ष युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्नु हो। 3. निष्ठा र पारदर्शिता, इन्टेग्रिटी एन्ड ट्रान्सप्यारेन्सी। उनी नेपालका ती थोरै व्यक्तिहरूमध्ये पर्छन् जसको आर्थिक पारदर्शिता र नैतिकतामा कसैले प्रश्न उठाउन सकेको छैन। म्याग्सेसे पुरस्कार विजेता भएर पनि उनले व्यक्तिगत विलासिता त्यागेर देशका लागि आफ्नो जीवन समर्पण गरेका छन्। यस्तो निस्वार्थ भावना भएको व्यक्ति नेतृत्वमा पुग्नु भनेको सुशासनको प्रत्याभूति हुनु हो। 4. आर्थिक समृद्धि र आत्मनिर्भरता, इकोनोमिक सेल्फ रिलायन्स। नेपाल वस्तु आयात गर्ने देश मात्र बनेको छ। महावीर पुनको लक्ष्य भनेको ससाना औजारदेखि ठूला प्रविधिसम्म नेपालमै बनाएर व्यापार घाटा कम गर्ने र देशलाई आत्मनिर्भर बनाउने हो। उनको योजनाले नेपाललाई माग्ने देशबाट बनाउने देशमा बदल्न मद्दत पुग्छ। 5. दुर्गम क्षेत्रको विकास, रुरल डेभलपमेन्ट। उनले दुर्गम गाउँहरूमा वायरलेस इन्टरनेट पुर्याएर विकासको सुरुवात गरेका थिए। उनलाई थाहा छ कि काठमाडौँ बाहिरको वास्तविक नेपाल कस्तो छ र त्यहाँको समस्या कसरी समाधान गर्ने। उनी भुइँमान्छेका समस्या बुझ्ने र त्यसलाई प्रविधि मार्फत समाधान गर्न सक्ने नेता हुन्। निष्कर्ष, महावीर पुनलाई जिताउनु भनेको कुनै एउटा दललाई जिताउनु होइन, बरु नेपालको भविष्य, आत्मनिर्भरता र वैज्ञानिक सोचलाई जिताउनु हो। उनी भाषणमा भन्दा काममा विश्वास गर्ने व्यक्ति भएकाले देशको समृद्धिका लागि उनको नेतृत्व वा विचार अपरिहार्य छ। के